यहाँहरू सबैलाई नमस्कार। म आज तपाईलाई सेतो भैँसीको बारेमा थोरै जानकारी सहित भिडियो देखाउन गइराखेको छु। यो सेतो भैँसी सल्यान जिल्ला बागचौर नगरपालिका वडा नम्बर 3 रामपुर खाली अर्थात् मेरो घर नजिकै, आज भनौँ हाम्रो बागचौर नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष भीमप्रकाश भण्डारी दाइको घरमा छ। भैँसीहरू प्राय कालो नै हुने गर्छन्। हामीले देखे अनुसार अहिलेसम्म मैले हजुरहरूले अब कस्तो खाले देख्नुभयो, मैले चाहिँ अहिलेसम्म देखेका भैँसी मध्ये सेतो भैँसी पहिलो पटक देख्दैछु। यो भैँसीको अब चाहिँ रङ नै सेतो भइसकेपछि बुढापाखाको एउटा उखानलाई नै फल बाँध्यो यसले। गाउँघरमा तपाईँहरूले सुन्नुहुन्थ्यो नि, पहिले कुनै कुरा जानेन भनेपछि आफू त केही जानिँदैन, पुरै काला अक्षर भैँसी बराबर हो भन्ने हुन्थ्यो। त्यो उखानलाई नै च्यालेन्ज दिएको छ यो भैँसीले। अब यसको चाहिँ पुरै जानकारी त हामीलाई पनि भएन। फेरि यो भैँसी सेतो हुनको कारण हैन, अब केही न केही त होला। प्राय कालो खाले भैँसी मात्रै देख्ने भएको कारणले सेतो भैँसी भनेपछि अलि अचम्मै जस्तो लाग्यो। त्यो भएको कारणले मैले यो भिडियो बनाएको। यो भिडियो पनि मैले केही महिना अगाडि भदौ या त असोजमा लिएको थिएँ। त्यति बेला भिडियो लिइयो अनि त्यसपछि अफिसमा नपुगेर म चाहिँ बाहिरै फिल्ड जानुपर्ने भएको कारणले पेन ड्राइभमा राखेँ। त्यो पेन ड्राइभ नै गायब भयो। बल्ल चाहिँ हिजो मात्र भेट्यो क्या पेन ड्राइभ। अनि पेन ड्राइभ भेटेपछि आज चाहिँ मैले यो भिडियो चाहिँ राख्नुपर्छ भनेर राख्दैछु। हुन त अब धेरै ढिलो भइसक्यो भन्ने होला, तर तैपनि केही छैन त्यस्तो खासै। अब यो भैँसी पनि छँदैछ अहिले पनि। अझ झन् मलाई चाहिँ अलिकति यो राख्न मन किन हो भन्दाखेरि त्यति बेला अब यो भैँसीको पारो चाहिँ कस्तो हुन्छ भन्ने थियो। भदौमा होला सम्भव त भिडियो बनाएँ। मङ्सिरमा चाहिँ यो भैँसीले पाँडो पाउने अवस्था थियो। अब अहिलेसम्म मैले पनि जानकारी चाहिँ पाएको छैन यसको पारो चाहिँ कस्तो छ भनेर। एक दिन म घर गएको बेला तपाईँहरूलाई पारो पनि कालो छ कि सेतो छ त्यसको बारेमा पनि जानकारी दिनेछु। म कति पनि ढिला नगरेर त्यति बेला घर परिवारसँग, विशेष गरेर ठुला बुबा अनि त्यसपछि ठुली आमा हुनुहुन्छ अनि त्यसपछि भाउजूसँग कुराकानी गरेको थिएँ। यो भैँसी जन्मिँदाको अवस्थामा उहाँहरूले चाहिँ निकै आश्चर्यपूर्ण तरिकाले चाहिँ केही कुरा व्यक्त गर्नुभएको थियो। बाँकी चाहिँ यो भिडियोबाट है त। नमस्कार दर्शकवृन्द, यति बेला म बागचौर नगरपालिका वडा नम्बर 3 रामपुर खालीमा छु। यो सेतो भैँसी जो तपाईँले सामाजिक सञ्जालमा देख्नु भएको थियो, बागचौर नगरपालिका वडा नम्बर 3 को सेतो भैँसी भनेर, यो भैँसी हुने ठाउँ आएको छु म आज। विशेष गरेर यो सेतो भैँसी 3 वर्षको भइसक्यो। भैँसीहरू प्राय सधैँ काला हुन्थ्यो, तर चाहिँ यो भैँसी सेतो छ। उहाँहरूले चाहिँ सेतो भैँसी घरमा जन्मिँदाखेरि यो सबै राम्रो भएको छ भन्नुभएको छ। विशेष गरेर यो भैँसी एकदमै राम्रो जस्तो पनि देखियो र यो भैँसी हेर्नको लागि जोस् दैनिक मान्छेहरू पनि आउनुहुन्छ। तपाईँहरू पनि यो भैँसीलाई हेर्न चाहनुहुन्छ भने आउनुहोला। एकदमै सेतो छ, गजब छ। अमेरिकाबाट आएको भैँसी भन्नुहुन्छ सम्भवतः यो चाहिँ गोरो नै छ भैँसी। राम्रो भैँसी। यो भैँसी उहाँहरूले जति मूल्य दिँदा पनि हामी दिन्नौँ भन्ने कुरो गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ बागचौर नगरपालिका वडा नम्बर 3 का वडा चाहिँ भीमप्रकाश भण्डारीका बुवा हुनुहुन्छ, चन्द्रबहादुर भण्डारी। अनि यो सेतो भैँसी छ, यो भैँसी चाहिँ केही वर्षदेखि घरमै पाल्नु भएको छ। यो कति वर्षको भयो ल? यो 3 वर्ष पुग्यो। 3 वर्षको पुग्यो नि। अनि भन्नाले यही घरमै जन्मिया नै हो? घरमै जन्मिया। मैले लगभग 16 सालदेखि भैँसी पाल्न लागेर अहिले 75 साल भइसक्यो। यस्तो भैँसी ल्याएको थिएन, यस्तो नि ल्यायो भने मेरो अवगत पनि थियो र अनि जन्मिन्छ पनि मेरो सुरुमा थियो। त्यो भएर जन्मियो। जन्मिएपछि यो जन्मिदिएपछि हाम्रो घरमा धेरै शान्ति र धेरै सुविधा भइरहेको छ। हो र? यो भनेपछि लक्षणको भैँसी रहेछ भन्नेहरू बुझ्नु भयो। लक्षणको भैँसी रहेछ भन्ने बुझ्यो। अनि हेर्ने मान्छेले भन्छन् के भन्छ यसको पनि दुध सेतो हुन्छ कालो हुन्छ भन्ने। आज यो भैँसी पाल्ने अब मङ्सिरमा ब्याउँदैछ। मङ्सिरमा ब्यायो भने हेर्ने मान्छेले हेरिदिनु होला। यही मङ्सिरमा ब्याउँदैछ? यही मङ्सिरको निगल्दातिर ब्याउँदैछ। ब्यायो भने तपाईँले हेरिदिनु होला यो भैँसीको दुध। अनि यो भैँसीको चाहिँ विशेषता विशेष गरेर कलरको रङको हिसाबले सेतो भयो। जस्तै यो हेर्न आउने मान्छेहरू कतिको हुनुहुन्छ यहाँ? हेर्ने मान्छेहरू घुइ चाहिँ आउनुहुन्छ। उहाँहरूले कहाँबाट आयो क्या भन्नुहुन्छ। मैले यस्तो भैँसी मैले लगभग
चार पाँच वर्ष सालमा मैले एका ठाउँ कहाँ देखाऊँ त्यो भुइँ राम्रो पनि जन्मियो भनेर मैले आश मानेको थिएँ तर भुइँ जन्मियो राम्रो भयो। ए जस्तै यो पशु सम्बन्धी विशेषज्ञ डाक्टरहरू त कोही आउनु भएको छैन नि? विशेषज्ञ डाक्टर गएर नै एकबार आउनु होला भन्ने मेरो आग्रह छ। जस्तै यसको जात चाहिँ कुन जातको हो अर्थात् यो हुन्छ नि एक खालको त्यसको लागि चाहिँ राम्रो हुने हो। अनि अरू भैँसी बराबरकै घाँस पानी सबै एउटै हो भने चाहिँ खाने एउटै हो। यसले घोर्ने खाने होइन जो पनि खाने अनि उफ्रिने आफ्नै पनि होइन धेरै उफ्रिने नफ्रिने मजाले बस्ने अनि अलिक मान्छे भारेको मलाई देखाउँदै अलिअलि आँखा फर्काउने अनि गरे जस्तो गरे नगर भने पनि त्यस्तरी फेरि मान्ने त्यस्तो खालको छ। शुद्ध नै छ भैँसी होइन? भैँसी शुद्धै छ। अब बिहाउँदाखेरि कस्तो हुने क्या हुने त्यति थाहा छैन। राम्रो होला भन्ने मान्ने उसो गरेर 75 सालमा दिएन भैँसी यस्ता राम्रा भैँसी भएका छन्। अब अहिले क्या गर्ने हो यस्तो भाग्यले कस्तो दिने हो त्यो भरि हेर्न बाँकी छ। जस्तै तपाईँलाई अब आफ्नै घरमा चाहिँ सेतो भैँसी छ जो तपाईँकै घरमा नै जन्म भयो, यो बाहिरबाट ल्याउनु भएको पनि होइन। जस्तै पहिले जन्मिँदाखेरि चाहिँ कस्तो महसुस गर्नुभयो? पहिलो जन्मिँदाखेरि म एक ठाउँ मान्छे बित्नु भएको थियो। म त्यहाँ गएको थिएँ घरमा मान्छे मैले भनेको थिएँ भुइँ आज ब्याइन्छ अनि मलाई फोन गरेर भनेको थिएँ। तर मैले फोन गरेर आएर घरका मान्छे आएर हेर्दाखेरि यो त भुइँ होइन कि भूत हो कि यो अनि भेर हो क्या हामी छुन्न मेरो नछोएको छन्। म अनुसार हेऱ्यो अनि वहीँ गऱ्यो वहीँ गएर ल भुइँ रहेछ भनेर अरूले पनि छ मैले पनि छ। त्यहाँदेखि हामी कता गएको थियौँ आफैले मालाई पिएर नाच्न लाग्यो। ए ए ए भनेपछि पहिले चाहिँ अलिक गाह्रो मान्नुभयो होइन? अरूले त गाह्रो माने मैले खुसी माने अनि अन्य गाह्रो माने नदेखाएकोले मैले त देखेको थिएँ पहिला लगभग 10-8 वर्षको कालमा मैले एका ठाउँ गएर देखेको थिएँ। मैले यस्तो सेतो त होइन तर रातो जस्तो थियो। यो पनि कहिले रातो हुन्छ पहिले रुँधेर भए रातो हुन्छ अनि रुमा आउँछ फेरि सेतो भेर हुन्छ। ए जस्तै तपाईँलाई चाहिँ जस्तै खुसी लाग्यो भन्नुभयो जस्तै धार्मिक मान्यता के छ भन्नाले यो सेतो भैँसी घरमा जन्मियो भनेपछि भन्ने एउटा धार्मिक मान्यता हुन्छ नि केही तपाईँलाई त्यस्तो अनुमान छ कि? मलाई अनुमान छ यसले लक्ष्मीले होला कुलक्षणी होइन यसलाई दे भन्ने मान्छे धेरै छन्। म यसको दुध नखाएर म भिडी दिन्न भन्ने पनि छु। म तर मेरो जो दिन पनि म दिन्न भन्नाले तपाईँ चाहिँ आफूले चाहिँ यो जतिसम्म जस यसको बच्छ नि त्यसलेसम्म तपाईँ चाहिँ बेच्नुहुन्न? म बेच्दिनँ जसरी पनि बेच्दिनँ यसलाई। यसले आँखा अलिकति कम देख्छ पनि मेरो सम्भव छ फेरि हो र? भन्नाले के छ त्यस्तो? अलिक गरी गरेपछि कम त्यस्तो नदेख्नु त होइन अलिक भिरगुरा बान्या होइन किन अलिक भिरगुरा जान खोज्छ। जस्तै यसलाई बाहिर चराउन लिनुहुन्छ कि लिनुहुन्न? बाहिर चराउन हिँड्छौँ अनि अब गएपछि हिँड्छौँ नि त त्यसै हिँड्छौँ। त्यति बेला चाहिँ कति अरू भैँसी बराबर नै हो हिँड्ने कि? यही बराबर नै हिँड्यो अनि राँगा दिने पनि घर राँगो छैन अनि राँगो लाउँदाखेरि पनि अनि गएर आउँछ केही फरक पर्दैन। ए जस्तै अरू भैँसी पनि 2वटा 3वटा पाल्नु भएको रहेछ? 4वटा थियो अनि एउटा फालियो अब 3वटा छन्। एउटा एकै बाले भएर अहिले त्यही भएर नि फाल्न नसकेर यसलाई जानले फालेर ल्याउने हुन्छ म ल्याउन नसकेँ त्यही भएर ल्याएको पनि छैन भैँसी। अहिले जस्तै भैँसीहरू किनबेच गर्दाखेरि कति जति मूल्य छ? हाम्रो गाउँमा त धेरै बिघा छ। 1,15,000मा एउटा भैँसी बिग्यो। त्यहाँदेखि 1,20,000 त्यस्तै भैँसीहरू बिग्छन्। ए भनेपछि भैँसीको मूल्य पनि जे होस् आकाशीय होइन जे होस्? हाम्रो गाउँ त छैन अन्त त 1.5 लाख 2 लाख हुन्छ क्या त्यो मैले देखाएको छैन अब भन्ने कुरा गर्छ। तपाईँको सेतो भैँसीको भिडियो हेर्ने दर्शकहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ? म केही नै भिडियो हेर्नुहोस् अनि यस्तो भिडियो त मैले त देखाएको थिएँ तपाईँले देखाएर हेर्नु। म सेन्सा देखाएँ मेरो घरमा यस्तै भिडियो जन्मिनुपर्छ र मान्छेले हेर्ने खुसी लाग्छ भन्ने मेरो भएको छ। अब त्यो लागि केही अलिक कृषि गरेको कृषिले या फार्मले केही मलाई सहयोग दिन्छ कि भन्ने आशा पनि छ। जोस् आएर यो भैँसी चाहिँ अब नमुना नै भयो होइन? भयो यो कलरको हिसाबले मेरो पनि मेरो अब लगभग 75 वर्ष भइसक्यो। त्यस कारणले अब भैँसीले पालियो राम्रै भयो भैँसी राम्रै गरे भने मलाई बस्छ। मैले 20 वर्ष घोडा दिएँ घोडाले भैँसीले मलाई धेरै फाइदा गरेर धेरै आफ्नो गुजर बसर पनि राम्रै गरियो भनौँ। हस् धन्यवाद। धन्यवाद। यो सेतो भैँसी जो छ त्यो भैँसी भएको घरको सासू बुहारी हुनुहुन्छ उहाँ। आमा जस्तै पहिलोपटक सेतो भैँसी जन्मिँदा चाहिँ हजुरहरूले कस्तो अनुभव गर्नुभएको तपाईँहरूले?
सेतो भैँसी जरिमिना बल्ल रहेछ भेरो रहेछ भन्नेमा नि भेट्दा साथलाई यहाँ आउनुहोस् भैँसी त सेतै सेतो छ भने भेरो जरमा आउँछ भने भेरो छ भने सुनाइसिन सोह्रालाई फोन गरेर सोह्रालाई बोलाएँ चाहिँ आएपछि पछि पारो रहेछ भन्ने लाग्यो पहिलोपटक हजुरले देख्नुभयो मैले देखेँ पहिला भनेपछि अलिक मनमा त्यस्तो डर पनि लाग्यो डर पनि लाग्यो के रहेछ यस्तो भन्ने लाग्यो कहिले नदेख्यो अहिले चाहिँ खुसी लागिरहेको अहिले खुसी अहिले त खुसी छु अहिले त यस्तो खुसी छैन खुसी अहिले त खुसी छ मैले त लक्षणको भैँसो छ होइन लक्षणको रहेछ त यसलाई चाहिँ कोही मान्छेले धेरै मूल्य हालेर म लिन्छु भने चाहिँ बेच्नु चाहिँ नै यसलाई त लिन्छौँ भन्ने कति छन् कति दिन्न नदिने होइन दिन्न पाल्नु पर्ला पैसा अरू सकिन नि त्यसलाई मात्रै पाल्नु यसका गुण बैगुणहरू के छन् त गुण त ठिकै जो हाले पनि घाँस खाल्छ पिरो खाल्छ सब गुण अरू त ठिकै गुणी नै छ बिहाई बेला कस्तो पहिलो पटक जो सेतो भैँसी घरमा जन्मिया बेला देख्ने अब सासू बुहारी हुनुहुन्छ तपाईँहरू यो भिडियो हेरेर बस्नुभएका दर्शकहरूलाई के भन्नुहुन्छ भन्नुहोस् त भिडियो हेर्नु बसेकालाई अनि आउँछन् सबै कस्तै के भयो यो के भइसक्यो भन्छन् सबैले सेतो भइसक्यो त अनि मैले दिया पर्सनल ल्याऊ मुर्रा भइसक्यो भन्छन् मुर्रा भइसक्यो रागो भन्छौँ